विगत लामो समयदेखि हाम्रो दुई तालको बिचमा रहेको सुन्दर ठाउँमा निर्माणाधीन अवस्थामा रहेको यो मंगल धर्म चौक र बौद्ध गुम्बा आज 17 वर्षपछि पूर्ण रूपमा सम्पन्न भएको जुन खुशियाली छ त्यो खुशियाली आज हामी तपाईहरु माझ पार्न गइरहेका छौं। धेरै संघर्षहरू भए, धेरै दुःखहरू भए, धेरै जनाले आफूले सक्ने भन्दा बढी रकम बोलेर श्रमदान गरेर त्यति मात्र नपुगेर मुक्तिदान पनि गरेर हामीले यो कार्यक्रमलाई यहाँसम्म ल्याउन सफल भएका छौं। सबै हामी जति जना यस कार्यक्रमले गुम्बालाई सफल बनाउन लागि परेका छौं सबैजना हामी आभारीका पात्र छौं। आदरणीय सम्पूर्ण महानुभावहरू, अब कार्यक्रमलाई अगाडि बढाउने क्रममा म आसन ग्रहणको क्रममा अगाडि बढाउन चाहे। सबैभन्दा पहिला आसन ग्रहणको लागि हाम्रो यसै मंगल धर्मचक्र बौद्ध गुम्बाका अध्यक्ष श्री बुद्धिबहादुर गुरुङजीलाई सभापतित्वको आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। हाम्रो आजका प्रमुख अतिथि विभिन्न झगडा झगडा मचियो, जसमा कि जापानमा 39 सालमा लडाईँ भयो जस्तो यहाँ लडाईँ भयो। कोही भन्छन् यहाँ बुद्ध धर्म चाहिन्छ, यहाँ गुम्बा चाहिन्छ भन्छन्, कोही भन्छ भत्कारा फाल भन्छन्।
काफी हमें लड्दै लड्नु पर्यो। त्यस टाइममा मेरो शालिग्राम पौडेल थिए। उहाँले भने कहाँ गुम्बा हुँदैन, हामी केवलगार मान्यो त्यो गुम्बा भस्काएर फल मान्ने हेर्नु। यस्तै कारणले हामी पछि पर्दै उहाँ मेरो गुमल गुरुङ थिए। उहाँले बना भन्छन्, मेले भन्छ भस्काएर फल भन्छन्। पुरा अहिले 57 सालको अहिले तक हामी धेरै वर्ष थुप्रो गरेर पैसा गर्दै पनि हामीले गराउनु सकेन। यो तमुदी भण्डारीका अध्यक्ष मान बहादुर गुरुङज्यूलाई आफ्नो भनाइहरू राख्नको लागि हार्दिक अनुरोध गर्न चाहे। बौद्ध मङ्गल धर्मचक्र बुद्ध विहारको उद्घाटन समारोहका अध्यक्ष महोदय, आजका प्रमुख अतिथि हाम्रा धर्मगुरु, व्यास महामन्त्री, सम्पूर्ण विशिष्ट अतिथिहरू, विशेष अतिथि सम्पूर्ण अतिथिज्यूहरूमा, साथै यहाँ अगाडि बस्नुभएका सम्पूर्ण आमा बाबा दाजुभाइ तथा दिदीबहिनीहरू, पत्रकार बन्धुहरू तथा कोही सुरक्षाका साथीहरूलाई मेरो सङ्घीय अभिवादन छ। जय तमुवान। अब म पनि खरो खालको मान्छे परे। हुन त भन्छ हाम्रो गुरुङहरूको पुरानो भनाइ के छ, पे मसा छ्या ममो छ्या मसा लो ममो लो मसा मे ममो। आज हामीले हाम्रो भाषा संस्कृति बदलाइ चाहिँ यो हाम्रो पुर्खाले जुन कुरालाई लेखेर चाहिँ भनेर छोडेको छ, यो कुरातर्फ हामीले ध्यान दिइरहेका छैनौँ र यसलाई विशेष गरी हामीले भाषा, धर्म, जाति, क्षेत्र, वर्ग, लिङ्ग सबैलाई चाहिँ ओगट्ने हिसाबले हामीले यो अगाडि बढाएका हौँ अभियान। त्यस कारणले यहाँ मैले भन्न खोजेको कुरो के हो भन्दाखेरि हामी तमुहरूले आफ्नो भाषा संस्कृति भुल्दै गइरहेका छौँ। आज यो गुम्बाको यहाँ उद्घाटन भएको छ, यसले हाम्रो एउटा जग पछाडि दिएको छ। आज धर्मावलम्बीहरू जति पनि बुद्ध मार्गी धर्मावलम्बीहरू छ उहाँहरूको लागि यो जग बसेको छ। हामीले परापूर्वका राणाकालमा पनि हामीले यो धर्मको विषयमा त्यति बात थिएन, इतिहास साँची छ त्यहाँ। राणाकालबाट शाहकाल आएपछि अनि 2020 सालमा चाहिँ हिन्दू धर्म राखिदियो, लादिदियो देशलाई। यसले गर्दा के भयो, अरू धर्मलाई चाहिँ पतन गराइदिए यहाँका निरङ्कुश शासकहरूले। तर हामीले अहिले आएर धर्मनिरपेक्ष भनिरहेका छौँ, यसमा पनि अझ विडम्बना छ। संविधानमा हेर्नु तपाईँहरूले सनातनदेखि आएको धर्मलाई जोगाइराख्ने, संरक्षण राख्ने भनिरहेको छ एउटा लाइनमा। राम्रो छ, तपाईँले कुरा बुझ्नुहोस्। मैले जानेको बुझेको अनुसार मैले भनिरहेको छु, यसलाई मनोचिन्तन गर्नु पर्यो। त्यसो गरेर धर्मनिरपेक्ष भएपछि, सङ्घीय गणतन्त्र लोकतान्त्रिक देश भएपछि यहाँ कोही राजा बाजा छैन, यहाँ कोही हिन्दू धर्म छैन। अब यो देश सबै धर्मको चाहिँ नि साझा फुलबारी हुनुपर्छ। त्यस कारणले हामी बुद्ध मार्गीहरूले पनि हाम्रो बुद्धत्वको अस्तित्वलाई एक ठाउँमा राख्नुपर्छ। आज भगवान बुद्ध नेपालमा जन्मेको, तर यो नेपाल हिन्दू राष्ट्र भएर बसेको थियो। 10 वर्षको जनयुद्ध, आदिवासी जनजातिको युद्ध, आन्दोलन, महिला आन्दोलन, मधेसीको आन्दोलन, थारूहरूको आन्दोलनपछि बल्ल यो देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएको हो मित्रहरू। त्यस कारणले हामीले यो कुरा नबिर्सौँ कि आज देश कहाँ छ र के भइरहेको छ। अझै पनि हामी त्यहीतर्फ लादिन पनि लाग्न पर्ने अवस्था सिर्जना हुँदैछ, गर्दैछ। तर हामी सबै सचेत भएर, एक सचेत नागरिक भएर हामीले देशभित्रको चाहिँ अन्याय, अत्याचार र जो निरङ्कुश शाहीको, तानाशाहीको चाहिँ व्यवहार चलाउँछ, त्यो प्रति हामी प्रतिकार गर्न उत्रनु पर्छ। आफ्ना गायकीलाई भनाइहरू राखिदिनको लागि फोनिस कास्की अध्यक्ष एमबी आस्थाज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। यस कार्यक्रमका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, उपस्थित मञ्चमा आसीन विशिष्ट अतिथिज्यूहरू, मञ्च आसीन र मञ्च विमुखमा रहनुभएका आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा मेरो संस्थाको तर्फबाट हार्दिक अभिवादन टक्राउन चाहन्छु। आज
एकदमै मङ्गल कार्य भएको छ, मङ्गल कार्यको शुभारम्भ भएको छ। यसले लेखनाथको एउटा गहनामा एउटा अझ थप टेवा पुर्याउन सफल भएको छ। पहिला हामीले 7 तालको बगैँचा वाटिका सहरबाट चिन्थ्यौँ भने अब धार्मिक पर्यटनका रूपमा चाहिँ पनि एउटा अब विकास हुने क्रम अगाडि बढेको छ। यसले गर्दा लेखनाथवासीमा त पक्कै पनि खुसी छाएको छ नै। लेखनाथवासी मात्र होइन, पचभैयाको खुसी त छाएको छ नै। अब सम्पूर्ण पोखरेली र सम्पूर्ण देशवासीले पनि खुसी मनाउनु पर्ने बेला अहिले महसुस भएको छ। पक्कै पनि 2055 देखि यो गुम्बा सुरुवात गरेको आज यो 2074 मा आएर जुन एउटा बिन्दुमा आएर आज गुम्बाको शुभारम्भ भएको छ, उद्घाटन भएको छ। यो सम्पूर्ण पचभैयावासीलाई, यो गुम्बा व्यवस्थापन समितिलाई र विशेष धन्यवाद म अझ यो यहाँको स्थानीय बासिन्दा, यहीँ जन्मिनुभयो, यहीँ हुर्किनुभयो र अझ राष्ट्र सेवामा अगाडि बढिरहनु भएका प्रहरी निरीक्षक रविन्द्रमान गुरुङले जुन अगाडि अग्रसरता देखाएर यो आज एउटा गुम्बाको एउटा अस्तित्व अथवा गुम्बालाई एउटा आज पूर्णता दिन सफल हुनुभएको छ। उहाँको टिमले उहाँहरूलाई एकदमै धेरै धेरै बधाई दिन चाहन्छु। अझै पनि यसमा धेरै कुराहरू गर्न सक्ने कुराहरू आएको छन्। अघि भन्नुभयो यहाँ अब एउटा बुद्धको यहाँ टावर पनि निर्माण गरेर पर्यटकको मैले अघि पनि धार्मिक पर्यटनको विकास गर्न हामीले सक्छौँ। यसको अझै प्रचार प्रसार हुन सकिरहेको छैन। यसलाई अझ हामीले थुप्रै ठाउँमा अझ यहाँ मैले ऋषिकान्त पौडेल जीलाई देखिरहेको थिएँ र यसलाई अझ प्रचार प्रसार गर्न सक्ने हो भने अस्ति मात्रै हामीले एबिसी टेलिभिजनमा यसको रिपोर्ट हालेपछि यसले धेरै कुराहरू चाहिँ फोन आएको थियो भनेपछि यसलाई पर्यटनका रूपमा विकास गर्नको निम्ति प्रचार प्रसारको जरुरत छ र त्यसका लागि आदिवासी जनजाति पत्रकार महासङ्घ कास्कीको तर्फबाट के कदम चाल्नुपर्छ, कस्ता खालका चाहिँ कार्यक्रमहरू अगाडि बढाउनुपर्छ भन्ने यहाँहरूसँग म अझै प्रतिबद्धता जनाउन चाहन्छु र अझै आगामी दिनको यहाँहरूको अझै यस्ता खालका सफलताहरू चुम्दै जानुहोस् र अझै राम्रो अझै पर्यटकीय हिसाबले अझै राम्रो सुन्दर बनाउनको निम्ति यहाँहरूलाई आग्रह गर्दै मैले आफ्नो ठाउँबाट सहयोग गर्ने वचनबद्धता जनाउँदै यो जुन रूपमा यहाँहरूले सानो रकमदेखि ठुलो रकम यहाँहरूले जुन सहयोग गर्नुभएको छ, अझै म के भन्छु भने पोखरा लेखनाथ महानगरपालिका भइसकेपछि अब यो महानगरपालिकाको सम्पत्ति पनि हो। राममणि सर यहाँ हुनुहुन्छ, राममणि सरले पक्कै पनि चासो देखाएर पहिला लेखनाथ नगरपालिकाले यसलाई 50,000 रुपियाँ मात्र दिएको भन्ने मैले सुनेको छु। त्यतिले मात्र हुँदैन, अझ यसमा अब यहाँ जनताले जुन 50 रुपियाँ 100 रुपियाँ 1000 रुपियाँ तपाईँको केही पैसा जम्मा गरेर यहाँ स्थापना भएको छ। पक्कै पनि यो सरकारले चासो देखाएर विशेष गरेर अब महानगरपालिका लेखनाथ पोखरा लेखनाथ महानगरपालिका भइसकेपछि अब त्यसको पनि सम्पत्ति हो र स्थानीय बासिन्दालाई पक्कै पनि अहिले केही सहयोग प्राप्त हुनेछ र यी कुराहरू राख्दै अझै यो गुम्बाको अझै प्रगति होस् र यो क्षेत्रको अझै विशेष खालको अझै कार्यक्रमहरू होस् र यसमा अझै भविष्यको कामना गर्दै मेरा भनाइहरू अन्त गर्न चाहन्छु। हस्, धन्यवाद, नमस्कार। हाम्रो यसै पोखरा लेखनाथ महानगरपालिकाका कानुनी अधिकृत राममणि अधिकारीजीलाई आफ्नो भनाइहरू राखिदिनको लागि अनुरोध गर्न चाहन्छु। पोखरा लेखनाथ महानगरपालिकाको अत्यन्त सुन्दरतम स्थान पचभैया खनियागौंडा स्थित मङ्गल धर्मचौक र बौद्ध गुम्बाको समुद्घाटन कार्यक्रमका श्रद्धेय सभाध्यक्ष तथा आदरणीय भाइ बुद्धि गुरुङज्यू आजको यो कार्यक्रममा प्रमुख आतिथ्यता गर्नुहुने बुद्ध दर्शन अन्तर्गत सूत्र तन्त्रमा विद्यावारिधि गर्नुहुने नेपाल लामा बौद्ध समाजका केन्द्रीय अध्यक्ष आदरणीय धर्मगुरु श्री लामा गुरुङज्यू र म आजको दिनमा कम्तीमा पोखरा लेखनाथ महानगरपालिकाको कानुन अधिकृतको हैसियतले र पचभैयावासीको हैसियतले एउटा गौरवको महसुस गरिरहेको अवस्थामा नेपाल लामा बौद्ध समाज का केन्द्रीय अध्यक्ष जसले आजको यो प्रमुख आतिथ्यता गर्नु भएको छ उहाँ लगायत सम्पूर्ण अतिथिहरूलाई यो दुई तालको बीचमा रहेको सुन्दर ठाउँमा हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु र सुरुमै मङ्गल धर्मचौक र बौद्ध गुम्बा को समुद्घाटन समारोहको सम्पूर्ण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु पोखरा लेखनाथ महानगरपालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट। मैले आजको यो धार्मिक समारोहमा विशेष गरी नेपाल राज्यभरिमा मात्रै नभइकन विदेशमा पनि बुद्ध जयन्तीलाई विभिन्न कार्यक्रमका साथ मनाउने गरिन्छ। बुद्ध जयन्ती को सप्ताहव्यापी कार्यक्रम अन्तर्गत यहाँ यो यस रूपमा निर्मित यो मङ्गल धर्मचक्र बौद्ध गुम्बाको समुद्घाटन समारोहका सन्दर्भमा यसभन्दा अगाडिका वक्ताहरूले राख्नुभएका कुराहरूमा लगभग सबै कुराहरूमा
मेरो सहमति र समर्थन रहेको बेहोरा अनुरोध गर्दै विगतमा लेखनाथ नगरपालिका स्थापना हुँदा यो मङ्गल धर्मचक्र बौद्ध गुम्बा स्थापनाको लागि पर्याप्त मात्रामा बजेट विनियोजन नभएको र आदरणीय बुवाले यो जग्गा प्राप्तिको बारेमा रहेका केही कठिनाइहरूको बारेमा चाहिँ जुन कुरा उठाउनु भयो त्यसको बारेमा स्पष्ट कुरा के हो भने यो जुन सुन्दर ठाउँ छ त्यो सुन्दर ठाउँमा एउटा मास्टर प्लान एउटा गुरुयोजना बनाएर यसको सर्वोत्तम विकास गर्नुपर्छ भन्ने मात्रै उद्देश्य चाहिँ लेखनाथ नगरपालिकाको थियो। यो ठाउँ चाहिँ कुनै धार्मिक अनुष्ठानको लागि अथवा धार्मिक तीर्थस्थल निर्माण गर्नको लागि अहिले जसरी विकास भएको छ त्यो प्रकारले नदिने भन्ने प्रकारको चाहिँ कुनै पनि लेखनाथ नगरपालिकाका कुनै पनि पदाधिकारीको त्यस्तो मनसाय नभएको बेहोरा म प्रश्न पार्न चाहन्छु। र वर्तमानमा पोखरा लेखनाथ महानगरपालिका गठन भइसके पछाडि पनि यस क्षेत्रको भ्रमणमा आउने क्रममा हाम्रो अहिले वर्तमान प्रमुख तथा कार्यकारी अधिकृत सरलाई पनि यो ठाउँको चाहिँ गराइसकेपछि यो ठाउँको चाहिँ महत्ता यो ठाउँको चाहिँ विशेषता समेत हेरेर हामी के कुरामा गौरव महसुस गरेका छौँ र म एमबी आस्थाले चाहिँ प्रकट गर्नुभएको कुरामा के कुरामा निकट सान्निध्यता व्यक्त गर्न चाहन्छु भने पोखरा लेखनाथ महानगरपालिकाको एउटा धार्मिक पर्यटनको एउटा नयाँ थलोको रूपमा चाहिँ यसलाई विकास गर्नुभएको छ। म विशेष गरी वर्तमान कार्य समिति र जसले यो आजको चाहिँ यो बौद्ध गुम्बा समुद्घाटन गर्ने अवसरसम्म ल्याइपुर्याउनु भयो ती तमाम पदाधिकारीहरू अध्यक्षहरू सबैप्रति म गाउँवासीहरूको तर्फबाट र पोखरा लेखनाथ महानगरपालिकाको तर्फबाट तपाईँहरूको यो जुन चाहिँ डेडिकेसन छ जुन योगदान छ जुन समर्पण छ जुन भक्तिभाव छ यसको चाहिँ म उच्च सम्मान र कदर गर्न चाहन्छु। र म अन्त्यमा के अनुरोध गर्न चाहन्छु भने जहाँ भाषा धर्म संस्कृतिको चाहिँ संरक्षण हुँदैन त्यो ठाउँ अरू वैयक्तिक अथवा अरू भौतिक सम्पत्तिले चाहिँ परिपूर्ण हुँदाखेरि पनि हामी चाहिँ धनी हुँदैनौँ। त्यसकारणले त्यो भाषा लिपि संस्कृतिको संरक्षण गर्नको लागि यहाँहरू चाहिँ लाग्नु भएको छ। अघि पूर्ववक्ता आदरणीय सरहरूले चाहिँ कुरा राख्नुभयो। कम्तीमा यो क्षेत्रमा पनि म परम आजका चाहिँ प्रमुख अतिथिज्यूलाई चाहिँ सादर अनुरोध गर्न चाहन्छु। कम्तीमा त्यो गुरुङ भाषा संस्कृति मात्रै नभइकन आदिवासी जनजातिका भाषा संस्कृतिहरू सिकाउनको लागि धार्मिक पाठशाला प्रारम्भिक पाठशाला चाहिँ खोल्ने कुरामा चाहिँ यहाँहरूले चाहिँ प्रपोजल ल्याउनुभयो प्रस्तावना ल्याउनुभयो भने त्यो महानगरपालिकाको चाहिँ छलफलको विषय हुन सक्छ। यसतर्फ लाग्नको लागि चाहिँ हामी अनुरोध गर्न चाहन्छौँ स्थानीयवासीहरूको तर्फबाट। अहिले पनि बुद्ध दर्शन सम्बन्धी चाहिँ केही अध्ययन गर्नु पर्यो भने बेङ्गलोरमा जानुपर्ने बोधगयामा जानुपर्ने मित्रराष्ट्र भारततिर जानुपर्ने अवस्था छ। कम्तीमा चाहिँ बुद्धको चाहिँ जन्मस्थलमा कम्तीमा बुद्ध दर्शन सम्बन्धी देवनागरी लिपिमा अथवा गुरुङ भाषामा नै अध्ययन गर्न सकिने परिवेश निर्माण गर्नको लागि विशेष गरी आजका प्रमुख अतिथि लगायत आदरणीय चाहिँ धर्मगुरुहरूबाट यस किसिमको चाहिँ पहल भइरहेको छ। त्यो पहलमा अझ थप पहल हुनको लागि चाहिँ हामी अनुरोध गर्न चाहन्छौँ। त्यसो हुन सक्यो भनेदेखि हाम्रो धर्म संस्कृतिको संरक्षणमा थप टेवा पुग्नेछ भन्ने आशा एवं विश्वास राख्दै यस्ता पुण्य कार्यहरूमा पोखरा लेखनाथ महानगरपालिकाको तर्फबाट आगामी दिनमा चाहिँ थप सक्रियता र सान्निध्यता रहने बेहोरा अनुरोध गर्दै फेरि एकपटक यो मङ्गल धर्मचक्र बौद्ध गुम्बा पोखरा लेखनाथ महानगरपालिकाको मात्रै होइन हामीले चाहिँ यो ठाउँलाई पचभैया यो पञ्चभातृ पर्वत पञ्चभैयाबाट अपभ्रंश भएर पचभैया भएको जुन अवस्था छ यसलाई चाहिँ एउटा धार्मिक पर्यटन स्थलको रूपमा विकास गर्ने कुरामा पनि आजको यो कार्यक्रमले चाहिँ विशेष पहल गरेको छ विशेष चाहिँ टेवा पुर्याएको छ। यस्तै कुराहरूमा हामीलाई सफलता मिल्न सकोस् र खालि नेपाल राज्यको मात्रै एउटा प्रमुख पर्यटकीय स्थल नभइकन यो प्रकृतिको उदात्त वरदानको रूपमा रहेको चाहिँ पोखरा उपत्यकालाई पोखरा लेखनाथ महानगरपालिकालाई एउटा संसारकै सुन्दरतम महानगरपालिकाहरूमध्ये को एउटा चाहिँ उच्च कोटीमा पुर्याउन तपाईँ हामीलाई सफलता मिल्न सकोस् यही शुभेच्छा यही शुभकामना यहाँहरूका माझमा राख्दै फेरि मङ्गल धर्मचक्र बौद्ध गुम्बाको समुद्घाटनका सन्दर्भमा यहाँ पाल्नुभएका सम्पूर्ण अतिथिहरूलाई पोखरा लेखनाथ महानगरपालिकाको तर्फबाट पचभैयावासीहरूको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट समेत फेरि एकपटक हार्दिक स्वागत अभिवादन गर्दै यहाँहरूको आजको दिन शुभ रहोस्। यही कुरा चाहिँ बुद्ध धर्म दर्शनले हामीलाई भनेको छ। यसरी चाहिँ हामी बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत यो कार्यक्रमलाई सम्पन्न गर्न सकौँ यही शुभेच्छा र शुभकामना यहाँहरूको बिचमा राख्दै मेरा केही भनाइहरूलाई यही अन्त्य गर्ने अनुमति चाहन्छु। हस्त धन्यवाद नमस्कार। अब भने फेरि यहाँहरूको माझमा सालै छु भन्ने बोलको गीतमा कलाकार बहिनीहरू दीपा सबिना र कलाकार भाइहरू सबिन विक्रम उहाँले यहाँको माझमा नृत्य प्रस्तुत गर्न गइरहनु भएको छ। सबैबाट
युनाइटेड क्लबका अध्यक्ष आदरणीय दाजु सुखबहादुर गुरुङजीलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। बौद्ध गुम्बा समुदायकन कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, मञ्चमा आसीन विशिष्ट अतिथिज्यूहरू, विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका अध्यक्षज्यूहरू, साथै प्रतिनिधिज्यूहरू, पत्रकारज्यूहरू, मिडियाका साथीहरू र उपस्थित सम्पूर्ण महिला तथा सचेतवृन्द, स्वीकार्नुहोस् मेरो हार्दिक नमस्कार। र सर्वप्रथम म यहाँ उपस्थित सम्पूर्ण सहयोगी हातहरूलाई मुरी धन्यवाद दिन चाहन्छु, जुनको सहयोगी हातहरूले नै आज मङ्गल धर्मचक्र बौद्ध गुम्बा समुद्घाटन हुन गइरहेको छ। र साँच्चै भन्ने भए ठाउँ पनि अति रमाइलो लाग्यो मलाई। उत्तरतर्फ हिमाल हाँसेको, दायाँ र बायाँ दुईटा तालहरूले छोएको यस बौद्ध गुम्बा र भनिने भने यो पचभैयाको मात्रै होइन, हाम्रो नेपालकै नै पर्यटक केन्द्र बन्ने जानेछ। किनकि कुनै पनि एउटा ठाउँबाट दुईटा ताल हिमाल हाँसेको प्राचीन ठाउँबाट हामीलाई देख्न कठिन हुन्छ। र एउटा अहिले जुन यो यसमा गुम्बा बनिरहेछ, यो गुम्बा भनेको एउटा जातीय भेदभाव गरेर होइन कि यो भनेको एउटा साम्प्रदायिक एउटा सम्प्रदाय पनि भएको यहाँलाई म जानकारी गराउन चाहन्छु। किनकि कुनै पनि ठाउँमा एउटा सम्प्रदाय भनेको एउटा राम्रो कुरा हो। हामीले पुर्खाहरूले गरेको संस्कृतिहरूलाई जगेरा गर्नुपर्दछ। त्यही संस्कृति जगेर्ना भनेको नै हाम्रो नेपालीको पहिचान हो। र म युनाइटेड क्लबको अध्यक्षको नाताले यहाँ पनि पछि त्यस्तै केही समस्या पर्छ भने फेरि पनि मैले सहयोग गर्ने प्रतिबद्धता जारी गर्न चाहन्छु। र आज यस जुन हाम्रो मङ्गल धर्मचक्र बौद्ध गुम्बाको हाम्रो प्रमुख अतिथि गुरु लामाज्यूबाट प्रवचन हुँदैछ, त्यसमा धैर्य धारण गरेर बसिदिनुहोस्। किनकि प्रवचन भन्ने कुरा हामी सबैलाई आवश्यक छ। र आज यस मङ्गल धर्मचक्र बौद्ध गुम्बाको समुद्घाटन कार्यक्रमको उत्तर प्रगतिको कामना गर्दै, यस बौद्ध गुम्बाको पनि प्रगतिको कामना गर्दै अहिले बिदा हुन्छु। हस्त, धन्यवाद। जय सहयोगी हातहरू। आफ्ना भनाइहरू राखिदिनुको लागि हाम्रो यस गुम्बा निर्माण समितिका सल्लाहकार आदरणीय दाजु रविन्द्र मानसिंह गुरुङजीलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। आज 2074 वैशाख 23 गते शनिबारको दिन हामी मङ्गल धर्मचक्र बौद्ध गुम्बाको समुद्घाटन कार्यक्रममा सरिक भएका छौँ। र आजको यो विशेष घडीमा पाल्नुहुने आजको प्रमुख अतिथि, विशेष अतिथि, त्यसै गरी तन मन धन अनि वचनले सहयोग गर्नुहुने हाम्रा प्रमुख संरक्षक, विशिष्ट संरक्षक लगायत उपस्थित सम्पूर्ण महानुभावहरूमा म धेरै आभार व्यक्त गर्न चाहन्छु, स्वागत गर्न चाहन्छु र धन्यवाद पनि दिन चाहन्छु। विशेष गरी आजको दिन विशेष किन पनि छ भन्दा यो ठाउँ लेखनाथ 11 पचवैया गुरुङगाउँ खनियागौडा र अहिले आएर पोखरा लेखनाथ महानगरपालिका 31 भएको छ। यो ठाउँमा गुम्बा बन्नुपर्छ भनेर 2055 सालदेखि अनवरत रूपमा लाग्नुहुने ती सम्पूर्ण ज्ञात अज्ञात सहयोगी दाताहरू, मृत अनि जीवित अग्रज हाम्रा अभिभावकहरू सबैलाई म यहीँबाट स्मरण गर्न चाहन्छु। उहाँहरूको त्यो जोडबल, उहाँहरूको त्यो मेहनत र उहाँको जुन प्रयास थियो त्यो आज आएर सफल भएको छ। त्यो आज आएर यहाँहरूको सन्तानले पुरा गरेको छ। यसको लागि म यहाँहरू सबैजनालाई के भन्न चाहन्छु भन्दा जति पनि हामी उपस्थित छौँ, हामी सबैजना यसको सहभागी छौँ, हिस्सेदार छौँ र यो हामी सबैको खुसीको दिन हो। त्यसकारण पनि यो दिन विशेष छ। र अन्तिममा यो घडीमा समेत सबैजना आउनु भएको छ। म सम्झिन चाहन्छु हाम्रो यो गुम्बा निर्माणको सन्दर्भमा
दिन रात नबनिकन बिहान 6 बजेबाट बेलुका 6 बजेसम्म रात दिन काम गर्नुहुने हाम्रो कामदार दाइहरू हुनुहुन्छ, उहाँहरू पनि हाम्रो अगाडि हुनुहुन्छ। उहाँहरू सबैजना धन्यवादको पात्र पनि हुनुहुन्छ। र त्यसै गरी यो जुन घामको मौसमलाई पनि परवाह नगरिकन बसिरहनु भएको छ, विशेष गरी तमु बौद्धहरूको सदनबाट जसरी यहाँहरू आइदिनु भएको छ, यहाँहरू सबैलाई धन्यवाद दिँदै यहाँहरूको सहयोग हामीलाई भविष्यमा पनि निरन्तर आवश्यकता पर्दछ। किनकि हाम्रो जुन यो गुम्बाको गृह योजना यदि भविष्यमा हामीले सक्यौँ भने यसमा भ्यू टावर निर्माणदेखि लिएर अन्य विविध समाजका निर्माणका कुराहरू पनि हामीसँग ती योजनामा आबद्ध रहेका छन्। त्यसलाई पनि यहाँहरूको सहयोग हामीलाई आवश्यकता पर्दछ। यति भन्दै यहाँहरू सबैलाई पुनः धन्यवाद दिँदै विशेष गरी प्रमुख अतिथि समयको व्यस्त समयको बावजुद पनि आइदिनु भएको छ डाक्टर खेम्पो श्री लामा गुरुङज्यू, यहाँलाई धेरै धेरै आभार व्यक्त गर्न चाहन्छौँ। यहाँहरूको सहयोग रहिरहनेछ र आजको साथ बेलुका 7 पनि रहिरहनेछ भन्दै म बिदा हुन चाहन्छु। धन्यवाद। विशेष सहयोग गर्ने व्यक्तिहरू जसलाई हामीले विशिष्ट संरक्षक र प्रमुख संरक्षकको रूपमा राखेका छौँ, उहाँहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ। क्याप्टेन भुवन सिंह गुरुङजीलाई आफ्नो भनाइहरू राखिदिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। उहाँ तथागत बुद्ध, धर्म र सङ्घ त्रिरत्नको शरणमा जान्छु। यस मङ्गल धर्मचक्र बौद्ध गुम्बा उद्घाटन समारोह समिति कार्यक्रमका सभा अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, मञ्चमा आसीन हुनुभएका विशिष्ट व्यक्तित्वहरू, पत्रकारज्यूहरू, साथै उपस्थित हुनुभएका आदरणीय सम्पूर्ण महानुभावहरू, यहाँहरू सबैमा मेरो मध्यकालीन नमस्कार तथा न्यानो अभिवादन टक्राउन चाहन्छु। र आज 2561औं बुद्ध जयन्तीको पावन अवसरमा यस मङ्गल धर्मचक्र बौद्ध गुम्बाको समुद्घाटन कार्यक्रममा उपस्थित हुन पाउँदा मलाई अत्यन्तै खुसी लागिरहेको छ, हर्ष विभोर छु। र पस भैया आफैमा अत्यन्तै सुन्दर हिमालहरूको दृश्य देखिने, दुईवटा ताल तलैयाहरूको बिचमा अवस्थित यस सुन्दर स्थलमा एउटा पवित्र गुम्बा निर्माण भएको हुँदा यसले अझ यस ठाउँको सुन्दरतामा आकर्षण वृद्धि भएको मलाई अनुभूति भएको छ। र पूर्ववक्ता साथीहरूले भनेको सुन्दा यस गुम्बा निर्माणको लागि 2055 साल आजभन्दा करिब 19 वर्ष अघिदेखि प्रयास गरिएको हुँदा बीचबीचमा विभिन्न किसिमको बाधा अडचनहरू आइलागेको हुँदा विभिन्न आरोह अवरोहहरू पार गर्दै अन्ततोगत यस गुम्बाले आफ्नो सपना साकार भएको छ, सपना पुरा भएको छ। त्यसमा नि म अवश्य पनि यहाँहरूलाई अत्यन्तै खुसीले गदगद हुनु स्वाभाविकै हो। त्यसमा हामी पनि यहाँहरूसँग साथ दिएर हामी खुसी मनाउन चाहन्छौँ। तिमी गयौ तिम्रो याद गएन, तिम्रो याद गएन, रोदै पछि लाउन नि भयो
भएन भाषा कसम तोडेर जानेलाई नजाऊ भनेकै हो के रे के लाउँछ र छोडेर जानेलाई तिम्रो याद गएन तिम्रो याद गएन रोदै पछि लाउन नि भएन भाषा कसम तोडेर जानेलाई नजाऊ भनेकै हो के के लाउँछ र छोडेर जानेलाई नजाऊ भनेकै हो के रे के लाउँछ र छोडेर जानेलाई प्रतिष्ठा गरिसकेपछि यो मूर्ति हामीले पूजा गर्दा पनि भोग गर्दा पनि प्रार्थना गर्दा पनि पूजनीय स्थानको रूपमा स्थापित हुन्छ। र यसरी आज यो गुम्बा मैले मेरो हातबाट उद्घाटन गर्न पाउनु मलाई धेरै खुसीको महसुस भइरहेको छ। र विशेष गरी भगवान बुद्धको जन्म जयन्ती नजिकै आइरहेको छ। यो यस पटक 2561 बुद्धको जन्म जयन्ती हो। भगवान बुद्धको जन्म नेपाल भूमि लुम्बिनीमा भएको कुरा तपाईँ हामी सबैलाई थाहा भएकै कुरा हो। र 29 वर्षको उमेरमा गृहस्थी जीवन परित्याग गर्नुभई भिक्षुशील ग्रहण गर्नुभएर कठोर त्याग तपस्या पश्चात सम्यक सम्बोधित ज्ञान प्राप्त गर्नुभयो। 35 वर्षको उमेरमा उहाँले ज्ञान प्राप्त गर्नुभएपछि अनि उहाँलाई धर्म प्रवचन सुनाउनको लागि विशेष गरी शक्रदेव भनेको इन्द्र भगवान हो। इन्द्र भगवानको अनुरोधमा अनि ब्रह्म भगवानको अनुरोधमा उहाँले पहिलो पटक सारनाथ ऋषि पतन भन्ने ठाउँमा धर्म प्रवचनको प्रारम्भ गर्नुभएको इतिहास छ। जुन भगवान बुद्धको अनुमति अनुसार भारतको राजगृह भन्ने ठाउँ, जुन ठाउँमा एकान्त यस्तै प्रकारको जङ्गलको बीच, जुन ठाउँमा चाहिँ नदी नालाहरू भएको एकदम प्राकृतिक सौन्दर्यले भरिपूर्ण त्यस्तो ठाउँमा विहार निर्माण गर्ने अनुमति दिनुभयो। र जुन विहारको नाम वेणुवन विहार भन्छ। वेणुवन विहार भनेको बुद्ध धर्म इतिहासको गुम्बा र विहार भनेको एउटै हो। यो पारिभाषिक शब्द हो। पहिलो गुम्बा कहाँ बन्यो भने भारतको राजगृहमा वेणुवन विहार निर्माण भएपछि बौद्ध धर्मको सङ्घको स्थापना त्यहाँबाट सुरुवात भयो। हिमाली क्षेत्रमा बौद्ध धर्मको सुरुवात 8औं शताब्दीबाट सुरुवात भएको इतिहास छ। 8औं शताब्दीबाट अहिले गुम्बाभित्र तपाईँहरूले दर्शन गर्नुभयो होला 3वटा मूर्तिहरू राखिएको छ। 20को मूर्ति भगवान गौतम बुद्धको मूर्ति हो। दायाँपट्टिको मूर्ति आर्य अवलोकेश्वर बोधिसत्व बुद्धको चेला हो। बायाँपट्टिको मूर्ति वज्रगुरु पद्म सम्भव 3वटा प्रतिमाहरू राखिएको छ। यो 3वटा प्रतिमाहरूको पनि मैले
आज प्राण प्रतिष्ठा गरेको यस अवसरमा मन्त्र उच्चारण गरेर तपाईहरूलाई चाहिँ सुनाउन चाहन्छु। तपाईहरूले मेरो पछि पछि यो मन्त्र चाहिँ उच्चारण गरिदिनु हुनुको लागि म अनुरोध गर्न चाहन्छु। हामी सबैले यो मन्त्र उच्चारण गर्यो भने शान्ति, समृद्धि र मनमा भएको मानसिक तनावहरू दूर भएर जाने पुण्य प्राप्त हुन्छ। र सुरुमा भगवान बुद्धको मन्त्र जो बीचमा भगवान शाक्यमुनि गौतम बुद्ध चाहिँ उहाँको मूल मन्त्र तपाईहरू सबैजनाले वाचन गर्नु। यो मन्त्र वाचन गर्नु भनेको कुरा चाहिँ तन्त्र मन्त्र गरेर कुनै शक्ति सिद्धि रिधि सद्धि देखाउने कुरा होइन। मन्त्र भनेको शब्द आफै बोल्छ। मन्त्र भनेको मनलाई कन्ट्रोलमा राख्ने है, मनलाई त्राण भनेर मनलाई चाहिँ सुरक्षित गर्ने त्यस्तो साधना हो मन्त्र भनेको। त्यसकारणले मन्त्रको अभ्यासबाट हाम्रो मानसिक तनावहरू चाहिँ दूर हुँदै जाने अनि मनमा चाहिँ जुन प्रकारको चाहिँ यो मति क्षमताहरू वृद्धि भएर जाने धेरै फाइदा छ। गुरुङ समुदायमा विशेष गरेर 3 प्रकारको पुरेतहरू हुन्छ। गुरुङहरूको आफ्नो मौलिक पुरेत पजु हो, घेब्री हो। तमुहरूको मौलिक पुरेत भनेको पजु घेब्री हो। किन भन्दाखेरि पजु घेब्री गुरुहरूले वाचन गर्ने पेय तमुहरूको चो भाषामा तमुहरूको मौलिक भाषा उच्चारण गरेको हुन्छ र त्यो भाषामा प्रत्येक डाँडा काँडा पुर्खेली थाक थलोको नामहरू उच्चारण गरेको हुन्छ। त्यसमा हाम्रो मौलिकता छ, राष्ट्रियता छ। हामीले हाम्रो मौलिकता संस्कारको रूपमा पजु खेब्रीहरूको पेतौलतालाई तमुहरूले अनुसरण गर्नुपर्ने हुन्छ। अब जहाँसम्म बुद्ध दर्शनको कुरा छ, यो भनेको कुनै समुदाय, जात, थर, गोत्रसँग सम्बन्ध रहँदैन। बुद्ध धर्म भनेको जीवन दर्शनको शिक्षा हो, यो जीवन पद्धतिको शिक्षा हो, मानिसलाई सदाचारी बनाउने माध्यम हो। त्यसकारणले गर्दाखेरि बुद्धको धर्मलाई हामीले जीवन दर्शनको शिक्षाको रूपमा अनुसरण गर्यौँ भने हामी चाहिँ एकदमै अनुशासित व्यक्ति भइन्छ। त्यसको आधार के छ त भन्दाखेरि बुद्ध धर्ममा पञ्चशीलकै कुरा मात्रै कुरा गरौँ न। पञ्चशीलको कुरा गर्दाखेरि सुरुमा हिंसा नगर्नु भन्ने कुरा छ है। हिंसा नगर्नु भन्ने कुरा यो संसारमा सबैभन्दा महापाप भनेको प्राणीको प्राण हत्या गर्नु। अज्ञानको कारणले विभिन्न पूजापाठको नाममा, विभिन्न पितृ कार्यको नाममा, विभिन्न सिमी भूमिलाई पूजापाठ गर्ने सन्दर्भमा पशु बलि दिने प्रथा छ नि, यो कुनै पनि धर्म ग्रन्थमा उल्लेख भएको पाइँदैन। यो कुनै समयमा केही व्यक्तिहरूले चाहिँ आफ्नो स्वार्थी पूर्तिको लागि स्थापित गरिएको एउटा रूढिवादी परम्परा मात्र हो। त्यसकारणले हामी हिजो गाउँघरको परिवेशमा सिमी भूमि पूजा गर्ने नाममा, विभिन्न देवी देउराली पूजा गर्ने नाममा कुखुराको भाले काखीमा च्यापेर चाहिँ पूजा गर्ने अहिले पनि त्यो प्रथा छोडेको छैन। त्यो हाम्रो पुर्खाहरूले गर्यो, तर त्यसलाई हामीले परिमार्जन गर्नुपर्छ। अहिले वैज्ञानिकताको आधारमा त्यो कुरामा चाहिँ त्यसले चाहिँ वास्तवमा प्राकृतिकवादी भनेको छ है, प्राकृतिकवादी होइन। हिंसा गरेर पशु बलि दियो भने प्राकृतिक विपरीत हुन जान्छ। त्यो त प्राकृतिकवादी भनेको जसले रुख, जङ्गल, नदी नालालाई बचाउनु पर्छ, जनावरहरूलाई बचाउनु पर्छ भन्ने सिद्धान्त चाहिँ प्राकृतिकवादी हुन्छ है। बलि चढाएर पूजा गर्नुपर्छ भन्ने खालको सिद्धान्त चाहिँ प्राकृतिक विपरीत हुन जान्छ। विचार गर्नुहोस् त। त्यसकारणले गर्दाखेरि हामीले अहिले पनि तपाईहरू गाउँठाउँमा यो स्थानमा बसोबास गर्ने स्थानीयहरूलाई मेरो विनम्र अनुरोध छ, तपाईहरूले पूजापाठको नाममा पशु बलि नदिनुहोला, पितृ कार्य गर्ने नाममा पशु बलि चढाउने काम नगर्नुहोला, आफ्नो ग्रह शान्ति गर्ने, मनोकांक्षा पूर्ति गर्ने नाममा बलि चढाउने काम नगर्नुहोस्। यो महापाप छ। संसारमा सबैभन्दा ठुलो धर्म भनेको अरूको ज्यान बचाउने, प्राण बचाउने, अरूको भलो गर्ने नै सबैभन्दा ठुलो धर्म। यो गुम्बालाई चाहिँ यहाँको आउने पर्यटकहरूलाई पनि यो गुम्बामा केन्द्रित गराउने हामी स्थानीय सबैको दायित्व हुन्छ। त्यसकारणले गर्दाखेरि धर्मको पूजापाठहरूमा धर्मगुरुहरूको सहयोग सल्लाह लिनुहोस्। तपाईहरूले भविष्यमा चाहिँ हामीबाट हुने सहयोगहरू, हामीबाट हुने सपोर्टहरू के हुनसक्छ त्यो हामी गर्ने प्रतिबद्धताको साथमा समयको पाबन्दीले गर्दा पनि मेरो भनाइहरू यहीँ अन्त गर्न चाहन्छु। आजको हाम्रो प्रमुख अतिथिज्यूबाट प्रशंसा पत्र, सम्मान पत्र प्रदान गरिदिनु हुन र खादा उडाएर सम्मान गरिदिनु हुनको लागि सभापतिलाई म अनुरोध गर्न चाहन्छु।
र आजको यस औपचारिक कार्यक्रमलाई समापनको घोषणा गरिदिनु हुनका लागि आजका हाम्रा सभापति यस मङ्गल धर्म चक्र बौद्ध गुम्बाका अध्यक्ष श्री बुद्धिबहादुर गुरुङज्यूलाई हार्दिक अनुरोध गर्दै केही समयको लागि यहाँहरूको माझबाट उजुर गर्न चाहे। हस्त धन्यवाद। मङ्गल धर्म चक्र बौद्ध गुम्बा उद्घाटन समारोहमा पालन हुने आजका प्रमुख अतिथि आदरणीय व्यक्तित्व अर्थात् समारोहका केन्द्रबिन्दु डाक्टर खेम्पो श्री लामा गुरुजी, जुन व्यक्तित्व हामीले पाएका छौँ हामी धेरै खुसी छौँ। साथै उहाँको मुखाखरबाट भएका भगवान बुद्धको दर्शन सम्बन्धी ज्ञानहरू उहाँले छोडेर जानुभयो। उहाँले दिएको ज्ञान उपदेशहरू हामीले कतिसम्म ग्रहण गर्छौँ भन्ने कुरा त्यो तपाईँ हामीमा नियत छ। आशा छ हामी सबैले उहाँले दिनुभएको जुन प्रवचन छ, जुन उद्घोष छ, जुन उपदेश छ हामी पक्कै पनि ग्रहण गर्ने म बाचा गर्दछु। साथै मञ्चमा आसीन विशिष्ट अतिथिज्यूहरू, विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका अध्यक्ष एवं प्रतिनिधिज्यूहरू, कार्य समितिका साथीहरू, निर्माण समितिका साथीहरू, साथै सल्लाहकारज्यूहरू, मङ्गल धर्मचक्र बौद्ध गुम्बाका संस्थापक व्यक्तित्वज्यूहरू, पत्रकार एवं सुरक्षा निकायका मित्रबन्धुहरू र यस मङ्गल धर्मचक्र बौद्ध गुम्बामा पाल्नुहुने तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। पोखरा लेखनाथ महानगरपालिका 31 पचवैया स्थित खनिया गौडामा अवस्थित मङ्गल धर्मचक्र बौद्ध गुम्बा पर्यटनको हिसाबले ज्यादै महत्त्वपूर्ण स्थानमा रहेको छ। गुम्बाको उत्तरपट्टि बेगनासताल र हिमश्रृङ्खला देख्न सकिन्छ भने दक्षिणपट्टि रूपाताल देख्न पाइन्छ। मनुष्यको विकास हुने क्रममा धर्मको पनि साथमै विकास भएको यथार्थता हामीमा छर्लङ्ग भएको देखिन्छ। किनकि आफ्नो भाषा, परम्परा, धर्म, संस्कृति जोगाउन तपाईँ हाम्रो कर्तव्य र दायित्वभित्र पर्दछ। गुम्बा निर्माण गर्दा यहाँ सहयोग अर्थात् दान दिनुभएका महानुभावहरू यहाँहरूको मुच्च सम्मान गर्दछौँ। हाल मङ्गल धर्मचक्र बौद्ध गुम्बा निर्माणमा धेरैभन्दा धेरै सल्लाह सुझाव साथै सहयोग गर्नुहुने भाइ रविन्द्र गुरुङ, भाइ विक्रम गुरुङ र मेरो ज्वाइँ हुनुहुन्छ राजु गुरुङ, उहाँहरू मङ्गल धर्मचक्र बौद्ध गुम्बाले उच्च मूल्याङ्कन गर्दा उच्च सम्मान व्यक्त गर्दछ। साथै उहाँहरूको उत्तर प्रगतिको र उज्जवल भविष्यको भगवान बुद्धले शक्ति प्रदान गर्नुहुनेछ भन्ने पूर्ण विश्वासको साथ कामना गर्दछु। साथै संस्थागत रूपमा विभिन्न समयमा योगदान गर्नुहुने लेखनाथ नगरपालिका, बौद्ध विहार काठमाडौँ र पचवैया आमा समूह साथै पचवैया तमु समाजलाई मङ्गल धर्मचक्र बौद्ध गुम्बाले सधैँ सम्झिरहनेछ, साथै सहयोगको अपेक्षा पनि गर्दछ। र पोखरा हिमाली सांस्कृतिक परिवारलाई पनि आफ्नो कला देखाई सबै भक्तजनलाई मनोरञ्जन दिनुभएकोमा उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। पोखरा बौद्ध अर्घ सदनबाट पाल्नुभएका आमाहरूलाई यो ठाउँसम्म आई प्रसाद ग्रहण गरिदिनु भएकोमा आभार प्रकट गर्दछु। यस कालखण्डमा आफ्नो योगदान पुर्याउनु हुने तमाम उपस्थिति पचवैयावासी र पचवैयाभन्दा बाहिरबाट पाल्नुभएका आदरणीय आमा बुवा, दाजुभाइ, दिदी बहिनीहरूलाई मङ्गल धर्मचक्र बौद्ध गुम्बा परिवारले हार्दिक आभार प्रकट गर्दै आजको यस कार्यक्रम समापन भएको घोषणा गर्दछु। धन्यवाद। जय बुद्ध।